सेवारो मनुमा लिम्बू र मुइना लिम्बू। आज चाहिँ हामी स्पेसली माबाउदातिर आएको छौँ। मेरो बहिनीको पसल छ, उसको चाहिँ फेन्सी पसल छ। म चाहिँ जब गर्छु। म जबबाट आएर पनि मेरो बहिनीको पसलमा चाहिँ आज चाहिँ केही नयाँ क्लोथहरू किन्नको लागि हामी आएको छौँ। मेरो बहिनीलाई सधैँ मेरो तर्फबाट फुल्ली साथ सपोर्ट हुन्छ। उसले पसलहरू चलाए तापनि चलाए पनि म आएर उसलाई आधी समय मेरो बहिनीलाई जति सक्दो हुन्छ म उसको पसलमा बसेर साथ दिने गर्छु। यहाँ हेर्नुहोस् काठमाडौँको दिल्ली बिजी रोडहरू। आज चाहिँ हामी दिदीबहिनीको पसलमा केही सामान थपौँला भनेर निस्केको छौँ। स्पेसली मेरो बहिनी चाहिँ स्कुटी कुदाउन जाने तापनि उसको चाहिँ लाइसेन्स नभएको कारणले जहिले पनि मैले उसलाई लिएर आउनुपर्छ। त्यही भएर अनि फेरि आयौँ भने अब दिदीबहिनीको चुज पनि हुन्छ नि त। मलाई राम्रो लागेको मेरो बहिनीलाई नराम्रो लाग्न सक्छ, मलाई नराम्रो लागेको मेरो बहिनीलाई राम्रो लाग्न सक्छ। त्यही भएर चाहिँ हामी दुईजना आएको छौँ। आज चाहिँ केही सामान किन्नको लागि आएको छौँ। मेरो बहिनी र मेरो चाहिँ होइन अब साथी जस्तो पनि माया मोह पनि अति नै छ। त्यही कुरा पनि हामी सल्लाह गरेर किनमेलदेखि लिएर सबै दुईजना मिलेर गर्ने भएको छ। आजसम्म मेरो बहिनीलाई साथ सपोर्ट होइन, अनि ब्याक सपोर्ट जहिले पनि मैले ब्याक सपोर्ट गर्छु। अनि तपाईँहरूलाई हाम्रो मिनी ब्लग पनि देखाउँछौँ, हामी के गरिरहेको छौँ, कता गइरहेको छौँ भन्ने चाहिँ सबै चाहिँ तपाईँहरूलाई अपडेट गराउँदै गर्छौँ। हामीलाई हेरेर माया साथ सपोर्ट गरिदिनु होला। यति भन्दै यहाँ काठमाडौँको व्यस्त माबाउदालाई देखाउँदै हाम्रो मिनी भ्लग चाहिँ यहीँ बन्द गर्न चाहन्छु। सेवारो थ्याङ्क यू सो मच एभ्रीवान। हेरेर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।